हेलो साथीहरू, अहिले चाहिँ हामी बिर्ता मोडमा छौँ र आज चाहिँ हाम्रो यात्रा भनेको कन्यामतर्फ हुनेछ। सो एन्जिला र म चाहिँ अब बिर्ता मोडबाट इलाम स्ट्यान्डतिर जाँदैछु र इलाम स्ट्यान्डबाट चाहिँ बस पाउँछ अरे, गाडी पाउँछ अरे, अनि हाम्रो यात्रा कन्यामतर्फ हुनेछ। कस्तो लागिरहेको छ एन्जिला? एकदमै रमाइलो लागिरहेको छ। गर्मी चाहिँ अति ज्यादा गर्मी नि, झापामा गर्मी नहुनु त कुरै भएन। हामी चाहिँ अहिले कन्याम आइपुगेका छौँ। एकदमै रमाइलो रहेछ होइन, पुरै वरिपरि पुरै चियाबारी, अनि चियाबारीको बिचमा बाटो, अनि यहाँ एउटा माथि एउटा डाँडो छ होइन, सायद हामी यहाँ जाँदैछौँ अहिले। एकदम रमाइलो छ यहाँको अहिले, हावापानी नै अर्कै टाइपको नि। वाउ, कस्तो राम्रो। एन्जिला कस्तो लागिरहेको छ? हामीले कुन ड्रेस लगाउनु लाग्छ अरे? गुरुङ मगर। ओके, एन्जिलाले लगाउँदैछ नि, अब यसपछि म पनि लगाउँछु। अहिले चाहिँ हामीले चाहिँ होइन यो कन्याममा चाहिँ पुरै ड्रेस चेन्ज गरेर चाहिँ गुरुङ मगर टाइपको ड्रेस लगाइरहेका छौँ। अनि हामीलाई कस्तो देखिरहेको छ भनिदिनु होला है त। अब हामी चाहिँ कन्यामको यो एउटा डाँडो छ, यो डाँडोमा हामी चढ्दैछौँ। यस्तो छ यसको नजारा, भर्याङ नै भर्याङ छ होइन। अनि वरिपरि चिया बगान, यहाँ चाहिँ ड्रेस लगाएर फोटोसुटको लागि जानु हुँदो रहेछ। अनि एन्जिला र म पनि जाँदैछौँ। एन्जिलालाई चाहिँ राम्रै देखेको छ क्या। हामी कन्याममा छौँ अहिले। यहाँ पछाडि KANYAM कन्याम लेखेको छ। एकदमै रमाइलो छ यहाँ है। यता टिकटक हुँदो रहेछ, फोटो खिच्न हुँदो रहेछ, रमाइलो छ। एन्जिला कस्तो लाग्यो? रमाइलो लाग्यो? खै त